ओहो यो बन्चरो त डाइरेक्ट नेपालबाट इम्पोर्ट भएको होला है दाइको यो कुन चाहिँ गाडी हो दाइ यो मेरो टोयोटा कोरोला एक्स हो दाउरा हजुर बेहालत भयो मामी हेलो साथी सङ्गीहरू वेलकम टु आवर ब्लग फेरि पनि तपाईँहरूलाई स्वागत छ हाम्रो ब्लगमा अनि आज चाहिँ हाम्रो ब्लगमा चाहिँ तपाईँहरूलाई के देखाइदिएछौँ भने हामी चाहिँ आज बार्बिक्यू गर्नको लागि जाँदैछौँ सबैजना साथीहरू मिलेर दाइहरू सबैजना मिलेर तपाईँहरूलाई म देखाउने छु हामी त्यहाँनिर बार्बिक्यू गर्ने ठाउँमा पिकनिक जस्तै भनौँ न त्यहाँनिर हामी कस्तो के गर्छौँ भनेर तपाईँहरूले यसको लागि चाहिँ हाम्रो भिडियो लास्टसम्म हेर्नुपर्ने हुन्छ अनि यहाँनिर हाम्रो दाइहरू हुनुहुन्छ भाइहरू अनि साथी छ यहाँनिर चाहिँ सामान के बिग्रेर मिलाउँदै हुनुहुन्छ दाइले चाहिँ हाम्रो यहाँ सामान चाहिँ टनाटन कार्यक्रम बोकेर दाइ आउँदै हुनुहुन्छ अनि मेरो साथी अनि भाइ अनि अर्को दादा साथी सङ्गीहरू हाम्रो यहाँनिर बार्बिक्यूको ग्याङहरू चाहिँ जाँदैछ बार्बिक्यू गर्नका लागि अझै 2 जना पछाडि नै छ 2-3 जना नै भनौँ न हाम्रो अरू साथीहरू पनि पछाडि नै छ अहिलेको हाम्रो चाहिँ यति ग्याङहरू हो बार्बिक्यूको ग्याङहरू ल उनीहरू चाहिँ अब उता जाँदैछ हामी चाहिँ यहाँनिर सुपेकोमा छिर्न लागेको किनकि हामीलाई यहाँनिर प्लेट्सहरू अनि युज एन्ड थ्रो चम्चा प्लेट्सहरू लिनुपर्ने छ त्यसैले ल साथी सङ्गीहरू हामीले प्लेट्स लियौँ फोइल पेपर अनि स्पुन लिँदैछ साथीले अब ग्लास पनि यहाँ लिइसक्यौँ हामी चाहिँ यहाँनिर चिप्सको सेक्सनमा आइसकेको छौँ लिने त सोधेको कुन त लिने अलि चिप्सको भेराइटी ल साथी सङ्गीहरू अब हामी 2 जना चाहिँ यहाँबाट निस्किसक्यौँ अनि हामी उतानिर गएर साथीहरूलाई दाइहरूलाई जोइन गर्नेछौँ उनीहरू चाहिँ अलरेडी पिकनिकको ठाउँमा गएर यताउता सेटअपहरू मिलाउँदै हुनुहुन्छ ल त्यहाँ गएर भेटौँ है हामी ल साथी सङ्गीहरू यही हो है हामी पिकनिक जाने ठाउँ चाहिँ यहाँदेखि यो पहाडको चाहिँ तल यो ठाउँतिर चाहिँ हो यता जङ्गलतिर हो हामी बार्बिक्यू गर्न जानु लागेको कोई मिल गया हो कोई मिल गया कोई मिल गया तपाईँहरूले देख्न सक्नुहुन्छ साथी सङ्गीहरू यहाँनिर बाटो कति साह्रो अप्ठ्यारो छ बिरालो छ उकालो छ र पनि हामी तपाईँहरूलाई देखाउन लागि भनेर ज्यानको जोखिम लगाएर हिँडिरहेको छौँ मेरो साथी यहाँनिर बाटो भड्केर पुरै बाटो खोजिरहेको तपाईँहरूलाई म स्पष्टसँग देखाउन चाहन्छु यो हाम्रो बार्बिक्यू पोली खाने ठाउँ हो हाय हाय अनि यो तल चाहिँ बसेर खाने ठाउँ ल हाम्रो चाहिँ बार्बिक्यूको लागि चाहिँ यहाँनिर आगो बलिसकेको छ हाम्रो दाइले चाहिँ यहाँनिर दाउरा काट्दै हुनुहुन्छ दाइ कत्रो ठुलो बन्चरो हो त नि ओहो यो बन्चरो त डाइरेक्ट नेपालबाट इम्पोर्ट भएको होला है सही लाग्यो त नि बन्चरो हो कि दाउ हो बन्चरो दाइको ल हाम्रो चाहिँ बार्बिक्यूको लागि यहाँनिर आगो रेडी भइसकेको छ दाउरा चाहिँ हामीले यहीँनिर खोजेको यही लड्की हो पुरा लडी बाघ भालुसँग लडेर खोजेको यो दाउरा हाम्रो अझै 2 जना साथीहरू आउनु बाँकी नै छ नि तर हामी चाहिँ यहाँ रेडी गर्दैछौँ बाउ ल आगो बल्न थाल्यो अब चाहिँ हरर ल साथी सङ्गीहरू म तपाईँहरूको लागि चाहिँ एउटा गीत गाउन चाहन्छु यहाँनिर मसँग माइक रहेको छ अनि मलाई साथ दिनुहुने यहाँनिर रोजिना घले मेरो साथी हुनुहुन्छ हम तुम कितना पास जितनी चांद सितारे आफ्नै साथीले यस्तो फ्लप भनिसकेपछि मलाई गीत गाउने आँखा आएन मैले मेरो गीतलाई यहीँनिर राखिदिने के होला है यहाँनिर गुजुटेर बसिरहेछ यसकै उयो होला कि बाली झरेको छ होला जो छोरा तेरा यहाँ झन्नै आँखा खोज्ने गरी हान्यो साथी सङ्गीहरू हामी चाहिँ यहाँ दाउरा खोज्न आएको बार्बिक्यू पोलेर खानको लागि कोइला त लिएर त आएको छौँ तर नि यसो दाउरा खोजौँ न भनेर दाउरा चाहिँ भेटेन हामीले यत्रो यहाँ पनि भेट्यो भर्खरै अहिले तल छ त ऊ काँडा पक्रियो मान्छेले दाउरा भनेर
काँडा पक्रेर दाउरा भनेर यो केटीले दाउरा खोज्न अब हामी कहाँ जाने होला यत्रो ठुलो जङ्गलमा बरु हामी हरायौँ भने फिल्मको जस्तै उयो यहाँनिर अघि नै रनिङ भइरहेको थियो अहिले चाहिँ निकाल्दै हुनुहुन्छ यो जति पनि बेरेको छ नि यो चाहिँ रनिङ भइरहेको थियो अनि त्यसको लागि बेर्नु भएको रहेछ नि अहिले चाहिँ निकाल्दै हुनुहुन्छ म्याराथनमा थियो म्याराथन यहाँनिर च्याउ रहेछ कि हेर्नु न यो कुन चाहिँ च्याउ हो तर मलाई थाहा छैन च्याउको बारेमा आइडियै छैन खानुहुन्छ कि नै होला कालो छ है पोइजन च्याउ हो कि के हो थाहा छैन है अनि यहाँनिर चाहिँ रुख ढलिरहेको रहेछ अनि रुख ढलेको ठाउँमा चाहिँ दाउरा छ कि भनेर हामी चाहिँ खोज्दै खोज्दै आएको दाउरा त हुनुपर्ने हो है यो रुख ढलेकोमा त उहाँ पाएँ मैले कत्रो ठुलो पाएँ यहाँनिर मैले पाएँ आई फाउन्ड यहाँ एउटा त्यहाँ दुईवटा वाउ आई फाउन्ड ए कति धेरै ए मैले पाएँ हेर्नु साथीहरू ए मैले दाउरा पाएँ ए मेरो साथीले पनि टिप्दैछ यहाँनिर साथीसँगहरू हामी चाहिँ यहाँनिर दाउरा खोजेर आएको बेहालत भयौँ हामी यहाँनिर नेपालमा नगरेको काम दाउरा नखोजेको यहाँ खोजेर आउँदैछौँ मेरो साथी यहाँ परनिर झटारिँदै लिएर जाँदैछ अनि म यहाँनिर आउँदैछु हेलो गाइस जङ्गलबाट दाउरा लिएर आउँदैछन् दुईटा केटीहरू बनभोज खान आएको दाउरा बोकिरहेछन् साथीसँगहरू लु अब हाम्रो चाहिँ यहाँनिर बार्बेक्यू सुरु भइसकेको छ यो चाहिँ पर्क हो पर्क लभरहरूको लागि है यो चाहिँ एकदम पाक्न टाइम लाग्छ भनेर हाम्रो पर्क रेडी हुँदैछ रेडी अनि भर्खर सुरु हुँदैछ ए सुरु हुँदैछ माफ गरिदिनुहोस् मेरो दाइ हाम्रो तुङ्गुरको माटो यहाँनिर पाक्दैछ अनि यहाँनिर माछा पनि तङ्गिराख्नु भएको छ त्यो पनि सुँगुरै हो दाइ ए विङ्स रहेछ विङ्स गयो आगो भयो क्या धेरै कोइलामा पकाउने हो कि पकाउने हो दाइ मासु चाहिँ धेरै आगो भयो नि त नि सुकेको रुख ढलेको रहेछ हामी त काममा बोकेर ल्याइदिएको दुईजना अलमोस्ट रेडी हुँदैछ ल यो अनि ठ्याक्कै चलाइरहेको दाइको हाम्रो फर्स्ट लट चाहिँ यहाँ पाकिसकेको छ हाम्रो सुँगुरको सेकुवा यहाँ खाँदै हुनुहुन्छ यी कस्तो छ मिठो छ ओ हाम्रो कुकम्यान चाहिँ पर हुनुहुन्छ पकाउँदै हुनुहुन्छ हामी चाहिँ एक्लै खाँदैछौँ हड्डी छ कि क्या त्यहाँनिर दाइ बेजत गरे त तपाईँलाई त यो मासुले त पुरा सेफ स्टाइलमा काटिएन ल हाम्रो बार्बेक्यू सेकुवासँग खानालाई चाहिँ यहाँ अचार यो कस्तो खालको हँसाइ गरे दिदी यो मरद खालको यो त मरद छ त हँसाइ त दिदी हामी सन्चै छौँ नि ए ल सन्चै हुनुपर्छ है मेरो दिदी ल साथीसँगीहरू हाम्रो चाहिँ वनभोज सुरु भइसकेको छ हामी ज्वरो आएको मान्छे हप्ता दिनदेखि खाइरहेको छ त्यस्तो भन्दिँदैन के हाम्रो वनभोज सुरु भइसकेको छ साथीसँगीहरू त्यस्तो भन्नु मिल्दैन मै पागल छु रात नदी
मता ढाले 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 मता ढाले ढाले ढलिसक्यो यहाँनिर ल साथी सङ्गीहरू हामी चाहिँ अब वनभोज खाइसकेर अनि यहाँनिर मेरो साथी गार्बेज बटुलेर अनि हामी चाहिँ सबै सामानहरू बोकेर घरतर्फ लाग्यौँ। अब घर गएर बनाउँछ अब हामी घर गएर फेरि हाम्रो त्यो चाहिँ अर्को भ्लगमा राख्नु पर्ला हौ। अनि अब हामी चाहिँ घर जाँदैछौँ अनि अब हामी भेट्नेछौँ तपाईँहरूलाई हाम्रो अर्को भ्लगमा। हामीसँग यसरी नै रहिरहनुहोस् अनि हामी यसलाई नै माया गरिरहनुहोस्। ए यहाँ ट्रक ड्राइभरलाई हेरिदिनुहोस्, सरी ट्रक ड्राइभरलाई हेरिदिनुहोस् अरे यहाँनिर पेट्रोल पनि उता स्टेसनमा पर हाम्रो किप इन वाच गाइस जानेर आउँदैछु। दाइको यो कुन चाहिँ गाडी हो दाइ? यो मेरो टोयोटा कोरोला एक्स हो, अस्ति भर्खर लिएको हो। ए। अलिकति गाह्रो छ उकालो ओह्रालो छ। ए ल ल दाइको कोरोला एक्स रहेछ, उहाँलाई कङ्ग्रेचुलेट गरिदिनुहोस्। नयाँ नयाँ यो सोरुमबाट लिएको हो दाइले, सोरुमबाट लिएको। भर्खरै सोरुमबाट निकालेको। ल गाइस माया गरिदिनुहोस् होला हाम्रो भिडियोलाई, फलो गरिदिनुहोस् होला एन्ड फलो आवर पेज च्यानल। थ्याङ्क यू, बाई।